इन्डियाको अहमदाबाद सरदार पटेल इन्टरनेसनल एयरपोर्टदेखि लन्डनको ग्याटविक उड्दै गरेको प्लेन उडेको केही समयमा उडेको 1 मिनेटमा चाहिँ क्र्यास हुन पुगेको छ। जम्मा 230 जना प्यासेन्जर 12 जना क्रू मेम्बर लिएर उडेको प्लेन चाहिँ क्र्यास भएको छ र क्र्यास भइसके पछाडि चाहिँ लगभग सबैजना प्यासेन्जर्सहरू क्रू मेम्बर्सहरू चाहिँ उहाँहरू चाहिँ क्र्यासमा परेर बित्नु भएको छ। अब कुरा गर्दै गर्ने बेलामा अब क्र्यास कसरी भयो के कारणले भयो भनेर भन्दाखेरि कुनै पनि रिपोर्ट सार्वजनिक भइसकेको छैन र एयरप्लेन क्र्यास भइसकेपछि त्यसको इन्भेस्टिगेसन गरेर इन्भेस्टिगेसन रिपोर्ट आउनको लागि केही न केही समय लाग्छ। प्राइमेरी रिपोर्ट आउनको लागि लगभग 30 दिनको समय लाग्छ भने फुल डिटेलमा रिपोर्ट आउनको लागि 6 देखि 7 महिनाको समय पनि लाग्ने गर्दछ। अब यो कुरा गर्दै गर्ने बेलामा म चाहिँ यो भिडियो किन बनाउँदैछु भन्दाखेरि बोइङ 787 भएको कारणले चाहिँ म यो भिडियो बनाउँदैछु। बोइङ 787 चाहिँ पाइलट्सहरूको लागि एकदमै रिलायबल प्लेन, एकदमै मोडर्न प्लेन, एकदमै न्यू जेनेरेसन प्लेन हो यो भनेको चाहिँ। र कसैले पनि पत्याउँदैन कि कुनै पनि पाइलटले चाहिँ बोइङ 787 को प्लेन चाहिँ कुनै पनि एउटा इन्जिनमा समस्या आएर प्लेनमा समस्या आएर चाहिँ क्र्यास हुनसक्छ भनेर कसैले पनि पत्याउँदैन। अब यो कुरा गर्दै गर्ने बेलामा कसको चाहिँ अब यहाँनिर मिस्टेक भयो होला, कसको चाहिँ गल्ती भयो होला भनेर कुरा गर्दै गर्ने बेलामा प्लेनमा 2 जना पाइलटहरू हुनुहुन्थ्यो। क्याप्टेनको लगभग 8200 घन्टा उडिसकेको पाइलट, भेरी एक्सपिरियन्स पाइलट हुनुहुन्थ्यो र त्यस्तै गरेर फर्स्ट अफिसरले 1100 घन्टा उडिसक्नु भएको फर्स्ट अफिसर भनेपछि बोर्ड अफ द पाइलट्स वेयर एक्सपिरियन्स। द्याट मिन्स मलाई लाग्दैन कि पाइलटको कारण चाहिँ प्लेन क्र्यास भएको जस्तो मलाई लाग्दैन। किन भन्दाखेरि यदि पाइलटको कारणले त्यहाँनिर कारणले क्र्यास हुन्थ्यो भने उनीहरूसँग यत्रो एक्सपिरियन्स भएको पाइलटले मलाई लाग्दैन कि उनीहरूले चाहिँ यस्तो सामान्य क्र्यास गराउँछ जस्तो मलाई लाग्दैन। अब कुरा गर्दै गर्ने बेलामा अब अर्को भनेको लेट्स टक अबाउट बोइङ 787 चाहिँ अक्टोबर 26, 2011 मा इन्ट्रोड्युस भएको। 2011 वाज लाइक ब्याक टु 15 इयर्स ब्याक, राइट? 15-14 इयर्स ब्याक। 15 वर्ष 14 वर्षमा यो प्लेन कहिले पनि क्र्यास भएन। बोइङ 787 ड्रिम लाइनर, तपाईँले नामबाटै थाहा पाइ सक्नुहुन्छ ड्रिम लाइनर भन्ने बित्तिकै। अब पहिला चाहिँ बोइङको सबैभन्दा ठुलो प्लेन भनेको बोइङ 747 हुने गर्थ्यो, त्यसै गरी एयरबसको चाहिँ एयरबस 380 हुने गर्थ्यो। तर पछाडि चाहिँ एयरलाइन्सहरूले के समस्या भयो भन्दाखेरि बोइङ 747 अनि एयरबस 380 चाहिँ त्यो फुल क्यापेसिटीमा उडाउनै गाह्रो, फुल क्यापेसिटीमा नउड्ने र हाफ क्यापेसिटीमा पार्सियल रूपमा उड्यो भने चाहिँ घाटा हुने समस्याहरू भोग्दै गयो र त्यसको रिप्लेसमेन्टमा चाहिँ एयरबस साइडबाट एयरबस 350 आयो र त्यस्तै गरेर बोइङ साइडबाट चाहिँ बोइङ 787 आयो। र यो दुईटै प्लेन चाहिँ लङ फ्लाइट्सको लागि एक ठाउँदेखि अर्को ठाउँ एकदमै लामो डिस्टेन्सको लागि, लामो दूरीको लागि उड्ने गरी चाहिँ एयरलाइन्सहरूले प्रयोग गर्न थाले। र अब कुरा गर्दै गर्ने बेलामा यो बोइङ 787 चाहिँ अलिकति हामी एभिएसन इन्थुजियास्टहरूलाई, एभिएसन लभर्सहरूलाई अलिकति युनिक कसरी छ भन्दाखेरि चाहिँ यो चाहिँ यस्तो प्लेन हो जसमा चाहिँ कार्बन फाइबर्सहरू युज गरेको छ। युजली प्लेनको बडीहरू, प्लेनको मटेरियल्सहरू भनेको एलुमिनियम अलवेले बनेको हुन्छ, तर यो चाहिँ यस्तो खालको प्लेन हो जसमा चाहिँ 50% भन्दा बढी पार्ट चाहिँ कार्बन फाइबरले बनेको छ। कार्बन फाइबरले बनेको कारणले यो अलिकति अरू प्लेनभन्दा लाइट पनि छ। लाइट भएको कारणले यो बडी समय उड्न पनि सक्छ, बिकज द लेस द वेट द लेस द फ्युल इट कन्ज्युम्स। सो यो चाहिँ बडी समयसम्म पनि उड्न पाउने भयो। र अर्को भनेको एज अ प्यासेन्जर वेज पनि यो यसमा चाहिँ के छ भन्दाखेरि ठुल्ठुलो झ्याल, नर्मल प्लेनभन्दा पनि अलिकति ठुलो खालको विन्डो, त्यस्तै गरेर इन्जिन्सहरू पनि त्यति साह्रो ठुलो साउन्ड प्रड्युस नगर्ने अलिकति क्वाइटर इन्जिन्स, अनि त्यस पछाडि राइड्सहरू पनि अलिकति स्मुथर भनेको यो टर्बुलेन्ट एयर फ्लोमा पनि अलिकति प्यासेन्जरलाई डिस्कम्फोर्ट नगर्ने हिसाबमा चाहिँ यो प्लेन डिजाइन गरेको थियो। र यो प्लेनले चाहिँ जेनरल इलेक्ट्रिक नेक्स्ट जेनेरेसन 1B64 इन्जिन 64 टर्बोफ्यान इन्जिन प्रयोग गर्छ र कसैले पनि पत्याउँदैन कि यो इन्जिन प्रयोग गर्ने बोइङ 787 चाहिँ क्र्यास भयो भन्दाखेरि कसैले पनि पत्याउँदैन है। अब क्र्यासको कुरा गर्ने बेलामा अहिलेसम्म आएको रिपोर्ट अनुसार चाहिँ प्लेन चाहिँ 1:38 टेक अफ भएको, तर 1:29 चाहिँ मेडिकल आएसँगै चाहिँ प्लेन क्र्यास भएको देखिन्छ। जम्मा 230 जना प्यासेन्जर, 12 जना क्रू मेम्बर र जम्मा 242वटा सोल्सहरू भयो। उहाँहरू चाहिँ कोही पनि बाँच्नु भएन, अहिलेसम्म बाँचेको कुनै पनि रिपोर्ट आएको छैन। र प्लेन चाहिँ सिधै गएर चाहिँ एउटा मेडिकल स्कुलको होस्टेलमा गएर क्र्यास भएर चाहिँ त्यहाँनिर बाहिरको मान्छेहरू पनि बित्नु भएको भन्ने खालको कुराहरू रिपोर्टबाट आएको छ। र प्लेनको अब कुरा गर्दै गर्ने बेलामा तपाईँहरूसँग मेरो हातमा देख्न सक्नुहुन्छ एउटा डमी प्लेन छ। अब प्लेन भनेको कसरी बनाएको हुन्छ भन्दाखेरि अस्ति मैले एउटा कमेन्ट पनि के आएको थियो भन्दाखेरि प्लेन
आकाशमा उड्दा उड्दै फ्युल सक्यो भने के गर्ने भन्ने हिसाबमा पनि क्वेसन आएको थियो होइन। त्यो बेलामा के गर्छ भन्दाखेरि प्लेन ग्लाइड गर्छ क्या। यो प्लेनसँग कुनै पनि पावर छैन भने पनि प्लेनले मजाले ग्लाइड गर्न सक्छ। ग्लाइड भनेको मैले तपाईँलाई कसरी बुझाउँथेँ, एउटा पेपरको प्लेन भनेको यसरी ग्लाइड गर्छ नि, यसरी त्यसरी नै ग्लाइड गर्न सक्ने गरी चाहिँ प्लेनको डिजाइन गरेको हुन्छ। त्यो कारणले बोइङ 787 को ग्लाइडिङ रेसियो हेर्ने भने बोइङ 787 चाहिँ 1000 फिट तल झर्दाखेरि चाहिँ यो 15 नटिकल माइलदेखि 17 नटिकल माइलसम्म चाहिँ यो ग्लाइड गर्न सक्छ। 15 नटिकल माइल भन्नाले अब मल्टिप्लाई बाई 2 गरेर 30 किलोमिटर्स र 17 नटिकल माइल भनेको 34 किलोमिटर्स। 30 किलोमिटरदेखि 34 किलोमिटर चाहिँ यो मजाले ग्लाइड गर्न सक्थ्यो, तर चाहिँ यो प्लेन ग्लाइड नगरेको देखिन्छ है। किन भन्दाखेरि अब एउटा भनेको चाहिँ यो एउटा मिनिमम हाइटमा थियो, प्लेन भनेको हाइएस्ट अफ अल्टिट्युड चाहिँ 625 फिटसम्म उडेको र त्यस पछाडि चाहिँ तल झरेको देखिन्छ। त्यो कारणले अब 625 फिट हो भने पनि 6% अफ कति हुन्छ, 0.6 मल्टिप्लाई बाई 30 भनेपछि काटेर लगभग 20 किलोमिटर जति त यो प्लेन चाहिँ ग्लाइड गर्नुपर्ने हो, तर ग्लाइड गरेन होइन। 20 किलोमिटरसम्म ग्लाइड गर्न सक्यो भए चाहिँ केही न केही सोल्युसन आउन सक्थ्यो, अथवा केही न केही गर्न सकिन्थ्यो। फोर्स ल्यान्डिङ भए पनि अथवा सहरभन्दा बाहिर लगेर हुन्छ कि के गरेर हुन्छ कि केही न केही उपाय आउँथ्यो। तर यो प्लेन चाहिँ ग्लाइड गर्नुको साथमा चाहिँ यसरी सिधा तल यसरी झरेको देखिन्छ, स्टल भएको जस्तो पनि देखिन्छ। र धेरैजना मैले आफ्नो इन्स्ट्रक्टरहरूलाई पनि सोध्ने बेलामा, आफ्नो सिनियरहरूलाई सोध्ने बेलामा पनि पक्कै पनि यो भनेको इन्जिन फेलरको केस हुनसक्छ भनेर उहाँले भन्नुभएको थियो। र यही कुरा गरेर चाहिँ मलाई पनि के याद आयो भन्दाखेरि इन्जिन फेलरको त हामीलाई पनि प्र्याक्टिस गराइन्छ होइन। के हुन्छ भन्दाखेरि हामीले क्र्यु ब्रिफिङ गर्ने बेलामै अब प्लेन रनवेमा रोल हुँदाहुँदै इमर्जेन्सी आइपऱ्यो भने के गर्ने, त्यस्तै गरेर अचानक उड्ने बित्तिकै टेक अफ हुने बित्तिकै केही न केही प्रब्लम आइपऱ्यो भने के गर्ने, त्यहाँनिर 400 फिट पुगेर केही न केही भयो भने यहाँ इन्जिनमा समस्या भयो भने के गर्ने भन्ने खालको कुराहरू हामीले पनि प्र्याक्टिस गर्नुपर्ने हुन्छ। त्यो कारणले मलाई लाग्दैन कि सानो प्रब्लमको कारण चाहिँ प्लेन क्र्यास भएको जस्तो मलाई लाग्दैन। केही न केही ह्युज प्रब्लम आएको कारणले नै प्लेन क्र्यास भएको हुनुपर्छ। र अर्को भनेको पाइलटले चाहिँ 138 र 139 को बिचमा भनेको इन्डियाको लोकल टाइम 1:38 र 1:29 प्लेन क्र्यास भएको भन्दा 1 मिनट अगाडिको समयमा चाहिँ मेडे कल पनि गरेको देखिन्छ। मेडे कल भनेको मेडे अथवा डिस्ट्रेस कल भनेको त्यो बेलामा गरिन्छ जब चाहिँ प्लेन एकदमै ठुलो इमर्जेन्सीमा हुन्छ र असिस्टेन्स चाहिने बेलामा चाहिँ मेडे कल गरिन्छ। र मेडे कल गरिसके पछाडि चाहिँ प्लेन चाहिँ सिधै गएर एउटा MBBS अब एउटा डक्टर पढ्ने एउटा कलेज MBBS को एउटा होस्टेलमा गएर चाहिँ ठोकेको देखिन्छ। ओके, यो भनेको यो प्लेनको बारेमा भयो त। ओके, प्लेनको बारेमा अरू कुरा गर्दै गर्ने बेलामा प्लेन भनेको प्लेनको फ्लाइट नम्बर अब यो लन्डनदेखि के अरे अहमदाबाददेखि लन्डन उड्दै गरेको फ्लाइट नम्बर भनेको अल्फा इन्डिया 171 भयो र प्लेन चाहिँ इन्डियामा चाहिँ भिक्टर ट्याङ्गो अल्फा नोभेम्बर ब्राभो भनेर चाहिँ रजिस्टर गरेको रहेछ। र यो प्लेन चाहिँ क्र्यास हुन पुग्यो। एन्ड दिस इज द फर्स्ट क्र्यास अफ बोइङ 787 ड्रिमलाइनर। यो प्लेन चाहिँ सबैजनाको फेभरेट प्लेन हो र धेरैजना स्टुडेन्टहरू धेरैजना पाइलट चाहिँ अलिकति दुःखी पनि हुनुहुन्छ यो प्लेन कसरी चाहिँ क्र्यास भयो त, के कारणले चाहिँ क्र्यास भयो भनेर सबैजना क्युरियस पनि हुनुहुन्छ है। ओके, अहिलेको लागि चाहिँ मैले यो भने यो प्लेनको क्र्यासको रिपोर्ट आउनको लागि के कारणले भएको हो भन्नको लागि चाहिँ ब्ल्याक बक्स पहिला फाइन्ड आउट गरिन्छ। ब्ल्याक बक्स पनि भेटाइसकेको छ र ब्ल्याक बक्सले चाहिँ त्यहाँनिर ककपिटमा के भएको थियो, ककपिट भोइस रेकर्डरको पनि काम गर्छ यसले, अर्को भनेको ककपिट डाटा रेकर्डरको पनि काम गर्छ। एक्चुअलमा के भएको थियो त्यो फाइन्ड आउट गरेर चाहिँ केही समय पछाडि इन्भेस्टिगेटरहरूले इन्भेस्टिगेसन गरेर रिपोर्ट पब्लिस गर्नुहुन्छ। अनि त्यसपछि मात्रै एक्चुअलमा के भएको भनेर हामी भन्न सक्छौँ है। ओके।